हेलो एन्ड नमस्ते एभ्रिबडी र आज हामीले वेब अफ कजेसनको बारेमा कुरा गर्छौँ। यो पनि त्यति धेरै डिफिकल्ट कन्सेप्ट त होइन, इट इज क्वाइट इजी र आई विल गिभ माई बेस्ट तपाईँहरूलाई बुझाउनको लागि आज। यो स्टार्टिङमा बुझौँ वेब अफ कजेसन भनेको के हो। तपाईँले यो स्पाइडरको वेब देख्नु भएको छ, मैले यहाँ फोटो राखेको छु राइट। अब स्पाइडरको वेब बन्नको लागि मल्टिपल साइड्सबाट एउटा स्पाइडरले जाल बुन्दै जान्छ राइट। त्यस पछाडि फाइनली बिचमा वी क्यान सी यहाँ स्पाइडर बस्छ राइट। सो यस्तै यस्तै कुराहरू छ होइन। अगाडि आई विल अगेन रिलेट टु दिस इमेज। सो सबभन्दा पहिला अलिकति हिस्ट्रीको कुरा गरौँ। यो कन्सेप्ट कसले दिएको हो भन्दाखेरि यो चाहिँ खासमा भाइभामा सोधिने क्वेसन हो कि, त्यही भएर मैले यहाँ लिएर आएको छु। म्याकमोहन एन्ड पग, तपाईँहरूले याद गरिदिनुहोस्। यो वेब क्वेसन कन्सेप्ट कसले दिएको हो भन्दाखेरि म्याकमोहन एन्ड पग। अब कुनै पनि कुरालाई हुन्छ नि बुझ्दाखेरि चाहिँ तपाईँले किन भयो भन्ने कुरा बुझ्ने ट्राई गर्नुभयो भने चाहिँ इट विल बी इजियर टु रिमेम्बर एन्ड अन्डरस्ट्यान्ड एज वेल। जस्तो हामीसँग इपिडेमियोलोजिकल ट्रायडको कुराहरू छ, त्यो कन्सेप्ट छ होइन। वेब अफ कजेसन कन्सेप्ट किन चाहिएको थियो होला हो, यो चाहिँ किन चाहिएको थियो भन्दाखेरि दिस इज फर क्रोनिक डिजिजेस। जस्तै मैले इफ तपाईँलाई सोधेँ कि हाइपरटेन्सन भन्ने डिजिज छ, अब हाइपरटेन्सन भन्ने डिजिजको तपाईँले मलाई एजेन्ट भनिदिनुहोस्, आएन नि होइन। बिकज हाइपरटेन्सनको कुनै एउटा एजेन्ट छैन क्या। हाइपरटेन्सन कज गर्ने अथवा एमआई कज गर्ने मल्टिपल फ्याक्टर्सहरू हुन्छन् राइट। र हो त्यही मल्टिपल फ्याक्टरहरूको इन्ट्रेक्सनले गर्दाखेरि हुने डिजिजहरूलाई स्टडी गर्नको लागि चाहिँ यो वेब अफ कजेसन भन्ने कन्सेप्ट आएको हो। आई होप इट इज क्लियर। अब यसमा हामीले के गर्छौँ त भन्दाखेरि जस्तो मल्टिपल फ्याक्टर्सहरू हुन्छ, मल्टिपल फ्याक्टरहरूले गर्दाखेरि चाहिँ एउटा डिजिज हुन्छ। त्यो मल्टिपल फ्याक्टरहरूको इन्टर रिलेसनसिपको पनि हामीले कुरा गर्छौँ यसमा। एउटा फ्याक्टर र अर्को फ्याक्टरको रिलेसन के छ भन्ने कुरा स्टडी गरिन्छ राइट। अनि किन स्टडी गर्ने त भन्दाखेरि जस्तै मैले तपाईँलाई फेरि मैले इमेजसँग रिलेट गराउँछु भनेर भनेको थिएँ नि त। जस्तै मैले तपाईँले यो माकुराको जालोलाई भत्काउनु पर्यो भनेर भने के तपाईँले यो सबै साइडबाट भत्काउनु पर्छ त? पर्दैन होला। सायद तपाईँले वान साइडतिर भत्काइदिनु भयो भने यो आफै झर्छ नि त भुइँमा राइट। यही नै कन्सेप्ट यहाँ पनि लागु हुन्छ क्या। एउटा डिजिज कज गर्नको लागि मानौ एबिसिडी नामको फ्याक्टरहरू छ। अब एले बीलाई इफेक्ट गरिरहेछ, बीले सीलाई इफेक्ट गरिरहेछ, सीले यो डिजिज कज गरिरहेछ, डीले पनि सीलाई इफेक्ट गरिरहेछ, फेरि अगेन बीले डीलाई इफेक्ट गरिरहेछ होइन। अब यसमा चाहिँ समटाइम्स के हुन्छ भने जस्तो यहाँ मैले सीको कुरा गरेँ नि, सीलाई मात्र हामीले यहाँबाट हटाउन सक्यौँ भने यो डिजिज त प्रिभेन्ट भयो नि त हो। यही नै कन्सेप्ट यस्तै यस्तै नै कुरा गर्छ क्या वेब अफ कजेसनले। अब अगाडि बुझ्छौँ है त। अब एउटा अर्को कुरा चाहिँ बुझ्न के आवश्यक छ भने वेब अफ कजेसनले यो भन्दैन कि तपाईँले सबै नै फ्याक्टर जस्तै एबिसिडी सबै फ्याक्टर झिक्न पर्छ भन्ने आवश्यकता छैन। कहिलेकाहीँ तपाईँले रिमुभल अर एलिमिनेसन अफ जस्ट वान अन्ली लिङ्क अप चेन चाहिँ सफिसियन्ट हुन्छ क्या त्यो डिजिजलाई प्रिभेन्ट गर्नको लागि। र यसबाट हामीले पोसिबल इन्टरभेन्सन्स नै स्टडी गर्छौँ। यो डिजिज अथवा यो कजेसनलाई कज नहुन दिनको लागि हामीले इन्टरभेन्सन गर्नुपर्छ नि त। त्यो इन्टरभेन्सन चाहिँ कुन पोइन्टमा गर्ने भन्ने कुरा स्टडी गर्नको लागि चाहिँ वेब कजेसनको कन्सेप्ट आएको हो राइट। अब कहिलेकाहीँ चाहिँ के हुन्छ भने इभन एउटा मात्र फ्याक्टर रिमुभ गरिदियो भने पनि डिजिज प्रिभेन्ट हुन्छ। तर त्यो फ्याक्टर चाहिँ कस्तो हुनुपर्छ भन्दाखेरि इट सुड बी सफिसियन्टली इनफ अर इम्पोर्टेन्ट फर कजिङ दिस डिजिज अर कजेसन होइन। अब सबै फ्याक्टरहरू त्यति नै इम्पोर्टेन्ट हुन्छ भन्ने चाहिँ हुँदैन राइट। कहिलेकाहीँ चाहिँ कस्तो हुन्छ भने जस्तो मैले एबिसिडी फ्याक्टरको कुरा गर्छु फेरि एकचोटि होइन। जस्ट फर इक्जाम्पल मैले अगाडि चाहिँ तपाईँले एउटा डिजिजको इक्जाम्पल पनि दिन्छु। जस्तो मानौ एबिसिडी, अब यो एबिसिडी नामको मैले फ्याक्टरले गर्दाखेरि एउटा पार्टिकुलर डिजिज भइरहेछ भनेर भने त्यो डिजिज कज गर्नको लागि एबिसी र डी इक्वली रिस्पोन्सिबल हुन्छ भन्ने छैन क्या। समटाइम्स ए अलिकति कम रिस्पोन्सिबल हुनसक्छ र बी चाहिँ अलिकति प्रोमिनेन्टली धेरै रिस्पोन्सिबल हुनसक्छ राइट। यसको चाहिँ इम्पोर्टेन्स स्टडी गर्नको लागि चाहिँ इट क्यान बी एक्सप्रेस्ड इन टर्म अफ रिलेटिभ रिस्क। यो चाहिँ मेबी तपाईँको एमसिक्यूमा आउनसक्छ। त्यही नै हो मोटामोटी कुराहरू। ओभरभ्यूको कुरा मैले गरौँ भने अब यो चाहिँ मैले के पार्कबाट लिएर आएको फोटोग्राफ हो। अब यहाँ चाहिँ मानौ के को दिएको छ इक्जाम्पल भन्दाखेरि एमआईको इक्जाम्पल दिएको छ राइट। अब यहाँ एकचोटि हेरौँ जस्तो चेन्ज इन लाइफस्टाइलको कुरा छ होइन।
सेडेन्टरी लाइफस्टाइल सर एकछिनको लागि। अब सेडेन्टरी लाइफस्टाइल भन्ने बित्तिकै के भयो? फिजिकल एक्टिभिटी छैन। त्यस पछाडि के भयो? अब खाना एकदम मजाले खाइराख्नु भएको छ अरे यो मान्छेले होइन, ओबिसिटी भयो। ओबिसिटीले गर्दाखेरि के भयो? हाइपरलिपिडिमिया भयो, लिपिडको लेभल बढ्यो। अब लिपिडको लेभल बढ्ने बित्तिकै के हुन्छ? हाम्रो आर्ट्रीमा प्लेक फर्मेसन हुन्छ। त्यसलाई हामीले के भन्छौँ? एथेरोस्क्लेरोसिस भन्छौँ। यो तपाईँहरूले सायद प्याथोलोजीमा पढिसक्नु भएको छ होला। छैन भने चाहिँ अगाडि पढ्नुहुन्छ, राइट? र इफ त्यो पनि छैन भने चाहिँ जस्ट यति बुझिदिनु कि यो लिपिडको लेभल बढेर ब्लडमा सर्कुलेसन हुँदाखेरि चाहिँ यसले प्लेक फर्म गर्छ के। अब प्लेक फर्म गर्ने बित्तिकै के भयो? न्यारो भयो नि त। एउटा पाइपभित्र यदि यतापट्टि प्लेक फर्म भयो भने अथवा केही कुरा जम्यो भने त यसको न्यारोवर भयो नि त, फ्लो त न्यारोवर भयो। र यो कोरोनरी आर्टरीले कसलाई सप्लाई गर्छ भन्दाखेरि हार्टलाई सप्लाई गर्छ। यो हामी सबैजनालाई थाहा छ। अब अर्को यहाँ फ्याक्टर हेरौँ, स्मोकिङ छ। स्मोकिङले चाहिँ के गर्छ भने केटाकोलामाइन्सको थ्रोम्बोटिक टेन्डेन्सी बढाइदिन्छ, राइट? अब यसले के गर्ने भयो भन्दाखेरि थ्रोम्बोसिस गर्ने भयो र कोरोनरी अक्लुजन हुन्छ क्या यसको अल्टिमेट कुरा चाहिँ, होइन? कोरोनरी आर्टरी अक्लुड भयो भने चाहिँ के भयो? अब ब्लड हार्टमा मजाले ब्लड गएन। हार्टमा मजाले ब्लड गएन भने इस्केमिया भयो। इस्केमियाले गर्दाखेरि चाहिँ फाइनली एमआई हुने हो, होइन? अब अर्को यहाँ हेरौँ, स्ट्रेस छ अर्को फ्याक्टर। स्ट्रेसले गर्दाखेरि के हुन्छ? इमोसनल डिस्टर्बेन्स हुन्छ। इमोसनल डिस्टर्बेन्स अनि त्यसरी एजिङ र अदर फ्याक्टरले गर्दाखेरि चाहिँ के हुन गयो भन्दाखेरि हाइपरटेन्सन हुन गयो। अगेन हाइपरटेन्सनलाई चाहिँ कसले पनि कम्प्लिमेन्ट गरिरहेछ भन्दाखेरि ओबिसिटीले कम्प्लिमेन्ट गरिरहेछ। सो तपाईँहरूले यो माकुराको जालो जस्तो बनेको आई थिङ्क अहिले फिल गर्दै हुनुहुन्छ होला, होइन? अब अर्को एउटा कुरा चाहिँ के हुन्छ भने यो एजिङले गर्दाखेरि र हाइपरटेन्सनले गर्दाखेरि आर्टरीको वालको काइन्ड अफ एनाटोमी पनि चेन्ज हुन्छ क्या। के हुन्छ भने जस्तो मानव एउटा पाइप छ अथवा यो आर्टरी बुझ्नुहोस् होइन, यहाँ कन्टिन्युस प्रेसर लागिराख्यो भने चाहिँ यसले चाहिँ के गरिदिन्छ भन्दाखेरि यो आर्टरीको वाललाई हार्डेन गरिदिन्छ क्या, हार्ड बनाइदिन्छ अथवा भित्रको इनर लाइनिङलाई रफ बनाइदिन्छ। जसले गर्दाखेरि अगेन यहाँ एथेरोस्क्लेरोसिस हुनसक्छ, आर्टेरियोस्क्लेरोसिस हुनसक्छ, जसले गर्दाखेरि चाहिँ फाइनली कोरोनरी आर्टरीको अक्लुजन हुन्छ। र कोरोनरी आर्टरीको अक्लुजन भइसके पछाडि अगेन अक्लुजन विल लिड टु मायोकार्डियल इस्केमिया, जसले गर्दाखेरि मायोकार्डियल इन्फेक्सन हुन्छ। सो एउटा वेभ जस्तो देख्नुभयो नि हजुरले। अब यहाँनिरबाट कहाँ इन्टरभेन्सन गर्न मिल्छ त? सायद अब यहाँ ओबिसिटी भन्ने फ्याक्टरलाई हामीले हटायौँ भने, एकछिनको लागि जस्ट एन इक्जाम्पल, ओबिसिटी भन्ने फ्याक्टर हामीले हटायौँ भने के भयो? ओबिसिटीले गर्दाखेरि हाइपरटेन्सनलाई पनि कम्प्लिमेन्ट गरिरहेको थियो नि त। सो जुन आर्टरीको वालहरूमा वाल हार्डनिङ भइरहेको थियो, रफ भइरहेको थियो भित्रको सर्फेस, त्यो पनि भएन। हाइपरलिपिडिमिया पनि प्रिभेन्ट भयो, जसले गर्दाखेरि कोरोनरी एथेरोस्क्लेरोसिस पनि हुने खतरा कम भयो। अथवा यो ओबिसिटी भन्ने फ्याक्टर हामीले हटाउन सक्यौँ भने एमआईको रिस्क के हुन जान्छ त? घट्न गयो नि त, राइट? सो यहाँ ओबिसिटी चाहिँ काइन्ड अफ के भयो भन्दाखेरि वान अफ द मेन फ्याक्टर भयो। सो यसलाई चाहिँ हामीले हटायौँ भने दिस विल बी पोसिबली हुन्छ नि प्रिभेन्टिङ दिस डिजिज। सो यो वेभ अफ कजेसनको वान अफ द इम्पोर्टेन्ट कुरा यही नै हो क्या। कहिलेकाहीँ चाहिँ एउटा मात्र फ्याक्टरलाई एलिमिनेट गर्न सक्यौँ भने पनि त्यो डिजिजलाई कन्ट्रोल गर्नको लागि के हुन जान्छ? सफिसियन्ट हुन जान्छ भनेर भन्छ। अब यो कन्सेप्ट पनि इट इज नट द्याट हार्ड होइन, तर अलिकति साथीहरूले बुझ्नुहुन्न कहिलेकाहीँ, अनि जसले गर्दाखेरि चाहिँ भाइभामा एन्सर गर्न अथवा एन्सर लेख्न चाहिँ अलिकति डिफिकल्ट हुन जान्छ। आई होप यो भिडियो हेरिसके पछाडि चाहिँ कुराहरू क्लियर छ। यस पछाडि तपाईँहरू प्लिज एकचोटि के पार्क पनि गो थ्रु गर्नुहोला, र त्यो गर्न भ्याउनुहुन्न भने चाहिँ प्लिज यसको स्क्रिनसट लिएर पनि तपाईँहरूले लेख्नुभयो भने पनि सफिसियन्ट नै हुन जान्छ। र एउटा चाहिँ यस्तो वेब बनाउन नभुल्नुहोला इक्जाममा, बिकज तपाईँले अब कुनैको पनि बनाउन सक्नुहुन्छ क्या। हाइपरटेन्सनको पनि तपाईँले वेब बनाउन सक्नुहुन्छ, होइन? कुनै पनि क्रोनिक डिजिजको वेब बनाउनु होला। र यति गर्नुभयो भने चाहिँ आई थिङ्क इट विल बी गुड। अनि यतिको कन्सेप्ट चाहिँ तपाईँहरूले बुझ्नुभयो र यतिको कन्सेप्ट इक्जाम पनि एन्सर गर्न सक्नुभयो भने चाहिँ इट विल अल्सो बी इनफ। सो ह्याभिङ सेड द्याट, आशा गर्दछु तपाईँहरूलाई भिडियो मन पर्यो होला। प्लिज कन्सिडर सब्सक्राइबिङ टु द च्यानल। लभ यु अल।